सबैजनाले एकैछिन धैर्य गरेर हेरिदिनु होला अनि सुनिदिनु होला। हेर्दा सामान्य लागे पनि यो एकदमै फाइदाजनक छ। यो चाहिँ रायोको बोट हो, के अरू केही नभएर रायो सागको बोट र फुल पनि हो। अनि यो रायोको सागलाई चाहिँ हामीले सानो हुँदाखेरि यसलाई हामीले सब्जीमा प्रयोग गर्छौँ। रायोको साग त अब नखाने त बिरलै होला। अनि रायोको सागलाई चाहिँ हामीले गाउँघरमा रोपेको छौँ भने सब्जीमा प्रयोग गरिसके पछाडि यो छिप्यो, अब यसलाई फालिदिउँ, यसको कामै छैन भनेर हामीले कहिले पनि नसोचौँ। किन भन्दाखेरि यसलाई पूर्ण रूपमा फुल्न दिउँ रायोको सागलाई। त्यो फुल चाहिँ एकदमै फाइदा छ। के को लागि फाइदा भनेर सोच्नुहुन्छ होला। त्यो चाहिँ हामीसँग तोरी भए पनि, प्रशस्तै तोरीको फुलहरू भए पनि यो चाहिँ माउरीको लागि नै एकदमै फाइदा छ। माउरी पालन हजुरले यदि गर्नुभएको छ भने माउरीको लागि चाहिँ यो एकदमै फाइदा छ। यसलाई पूर्ण रूपमा फुल्न दिए पछाडि यो चाहिँ माउरी आउँछ यो फुलमा चाहिँ। अनि रायोको फुलबाट बनेको मह चाहिँ हाम्रो लागि एकदमै स्वास्थ्यको लागि राम्रो छ, लाभदायक छ। त्यसैले यसलाई पूर्ण रूपमा फुल्न दिउँ। फुलिसके पछाडि यसलाई फेरि हामीले चाहिँ के गर्नु भन्दाखेरि राम्रोसँग पूर्ण रूपमा यसलाई फेरि छिप्याउनु पर्छ। अनि यो छिपेर चाहिँ यसलाई तोरी जस्तै यसलाई पेल्न सकिन्छ। तर अब यो धेरै मिलमा लगेर नपेलै पनि गाउँघरमा आधुनिक तरिकाले यसको तेल झार्न सकिन्छ। अनि रायोको सागको तेल चाहिँ अत्यन्तै फाइदा। यो चाहिँ विभिन्न रोगको लागि रायोको तेल चाहिँ फाइदा हुन्छ। अनि यसलाई चाहिँ हामीले चाहिँ अब सब्जी खाइसक्यौँ काटेर फ्यालौँ नभनौँ, यसलाई फुलिसक्यो अनि काटेर फ्यालौँ नभनौँ। सब्जी रोपेर खाइसके पछाडि यसलाई पूर्ण रूपमा फुल्न दिनुपर्छ। त्यो फुलले हामीलाई माउरी पालनको लागि फाइदा छ। त्यो फुल फुलिसके पछाडि फेरि यसलाई पूर्ण रूपमा दाना लाग्छ। दाना लागे पछाडि हामीलाई तेलमा फाइदा छ। रायोको तेलको छुट्टै औषधि हुन्छ। यहाँ हेर्नुहोस् हजुरहरू, माउरीले रस लिइरहेको छ। अनि सबैजनाले यस्तो खालको विधि अपनाउनु भयो भने फाइदा छ। सामान्य लागे तापनि यो एकदमै फाइदाजनक कुरो छ। हजुरहरूलाई मैले यो सानो रायो सागको फुलको बारेमा सुझाव सल्लाह दिएको छु। सबैजनाले मलाई माया गरिदिनु होला, मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला अनि लाइक कमेन्ट पनि गरिदिनु होला। धन्यवाद।